Mobile नमस्ते banking साथीहरु password reset. म चाहिँ आजको भिडियोमा तपाईहरुलाई एनआइसिआइसिआई बैंकको पासवर्ड कसरी रिसेट गर्ने भन्ने कुरा को जानकारी लिएर आइसकेको छु। अस्तिको भिडियोमा मैले एनआइसिआइसिआई को मोबाइल बैंकिङको पासवर्ड रिसेट तपाईले गुगल मार्फत आइसर्भ सर्च गरेर त्यहाँबाट गर्न सक्नुहुन्छ भन्ने भिडियो राखेको थिए। आजको भिडियोमा चाहिँ मैले सम्पूर्ण प्रोसेस फ्लो वाइज नै स्क्रिन शेयर गरेर तपाईहरु माझ राख्ने छु। त्यसको लागि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र साथै तपाईको साथीहरुलाई पनि मोबाइल बैंकिङको पासवर्ड रिसेट गर्न सहज होस् भन्ने धारणाले चाहिँ यो भिडियो धेरै साथीहरु माझ सक्दो शेयर गरेर सहयोग गरिदिनु होला भन्न चाहन्छु र अबको प्रोसेस चाहिँ तपाईहरुलाई स्क्रिन शेयर गरेर म देखाउन गइरहेको छु। कृपया पुरा हेरिदिनु होला। सबैभन्दा पहिला गुगलमा गएर एनआइसिआइसिआई आइसर्भ सर्च गर्ने, त्यसपछि डिजिटल सर्भिसमा गएर सेकेन्ड लास्टमा रहेको मोबाइल भन्ने अप्सनमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि चारवटा अप्सन आउँछ। पहिलो अप्सन न्यू रजिस्ट्रेसन, दोस्रो चाहिँ अनब्लक मोबाइल बैंकिङ, तेस्रो ब्लक मोबाइल बैंकिङ र रिसेट पिन पासवर्ड भन्ने रहेको छ। तपाई चाहिँ रिसेट पिन र पासवर्डमा गइसकेपछि त्यहाँ तपाईको एकाउन्टको डिटेल हाल्ने पार्ट आउँछ। खाता नम्बर, खातामा भएको नाम, मोबाइल नम्बर राखेर आई एम नट अ रोबोटमा क्लिक गरेर सबमिट गर्ने। त्यति गरिसकेपछि मोबाइलमा ओटिपी कोड आउँछ। त्यो ओटिपी कोड राखेर भ्यालिडेट गर्ने। त्यो गरिसकेपछि तपाईको मोबाइल बैंकिङको पासवर्ड रिसेट भयो भनेर आउँछ। त्यसपछि मोबाइल बैंकिङको एप्समा गएर अनेबल टु लगइनमा क्लिक गर्ने। त्यति गरिसकेपछि एक्टिभेट एकाउन्टमा जाने। त्यसपछि तपाईले तीनटा प्रोसेस पार गर्नुपर्ने हुन्छ। अनि तल त्यति गरिसकेपछि तल तपाईको प्रोसिड भन्ने आउँछ, प्रोसिड गर्ने। त्यसपछि चाहिँ एक्सेप्ट भन्ने अप्सन आउँछ, तल एक्सेप्ट गर्ने। त्यसपछि फेरि प्रोसिड गर्ने। त्यसपछि तपाईले खाता खोल्दाखेरि दिएको मोबाइल नम्बर, रजिस्टर गरिएको मोबाइल नम्बर जुन छ त्यो मोबाइल नम्बर राख्ने। त्यति गरिसकेपछि तपाईलाई ओटिपी कोड आउँछ, भ्यालिडेट गर्ने। ओटिपी कोड राखेर कन्टिन्यू गरिसकेपछि तपाईले खाता खोल्दा चाहिँ सेभिङ एकाउन्ट र करेन्ट एकाउन्ट मध्ये कुन एकाउन्ट राख्नु भएको छ प्राइमेरी एकाउन्ट, त्यो एकाउन्ट चाहिँ त्यहाँ फिलअप गर्ने। त्यति गरेर कन्टिन्यू गरिसकेपछि तपाईले पासवर्ड राख्ने अप्सन आउँछ। पासवर्ड राख्ने अप्सन आइसकेपछि फर्स्टमा चाहिँ तपाईले पासवर्ड राख्ने, सेकेन्ड भनेको चाहिँ तपाईले राखेको पासवर्ड कन्फर्मेसनको लागि हो है, त्यो माथि जुन राख्नु भएको छ त्यो। त्यसपछि पिनको केसमा पनि माथि पिन राखेर तल कन्फर्मेसन गर्ने। त्यति गरिसकेपछि तपाईको मोबाइल बैंकिङ रिसेट भयो। त्यसपछि तपाईले मोबाइल बैंकिङको एप्समा गएर हजुरको मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। Thanks for watching. Beze Sharma. Follow for more.